नमस्ते जोजुल्पा सम्पूर्ण भजन प्रेमी साथीहरुमा आज म महारत्न उपासकज्यूद्वारा लेख्नु भएको बुद्धया शरण उनी धर्मया शरण उनी संगया शरण उनी छित्री शरणे। यो गीत यहाँलाई सिकाउन गइरहेको छु। यो गीत करको तालमा पर्छ। करको ताल भनेको 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 यसलाई हामी करको ताल भन्दछौँ। यो गीत सिक्नुभन्दा पहिले यो गीतमा आउने पढाहरूको बारेमा अलि छोटकरी जानकारी ल्याउँ। सबभन्दा पहिले त यो मन्द शब्दको कोमल नि यसबाट म सुरु गर्छु। अनि त्यसपछि यो मध्य शब्दको कोमल रे ग ध नि यो चारवटा पढहरू आउँछन् भने अनि शुद्धमा चाहिँ रे म प यो तीनटा पढहरू यसमा आउँछन्। त्यस्तै यो टार शब्दको कोमल रे ग यो दुईटा पढहरू आउँछन् भने शुद्धमा चाहिँ सारे यो दुईटा पढहरू यसमा आउँछन्। हेर्नुस्, अब म सबभन्दा पहिले म यो मन्द शब्दको कोमल निबाट सुरु गर्छु। हेर्नुस् है, नि ग ग म प ध नि नि ध प म प म ग रे ग म प म ग नि प म ग। हेर्नुहोस् है, फेरि हेर्नुहोस्, नि ग ग म प ध नि नि ध प म प म ग रे ग म प म ग नि प म ग। बुद्धया शरण उनी धर्मया शरण उनी संगया शरण उनी छित्री शरणे। बुद्धया शरण उनी धर्मया शरण उनी संगया शरण उनी छित्री शरणे। अब यसपछि म यसको म्युजिक छ, म्युजिकपट्टि लाग्छु। हेर्नुहोस् है, म्युजिक चाहिँ म यो टार शब्दको कोमल गबाट सुरु गर्छु। हेर्नुहोस्, ग रे सा नि ग प ध सा नि ध प म ग नि रे ग प ग प ध नि ग रे सा नि ग प ध सा नि ध प म ग नि रे ग प ग। अब म्युजिक यति नै भयो। अब चाहिँ अनित्य दुःख अनात्मा। हेर्नुहोस् है, यो आउँछु। अब यो चाहिँ म पबाट सुरु गर्छु।
सा ग रे सा 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 रे ग रे सा नि प नि सा ग रे सा 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 रे ग रे सा नि अनित्य दुःख अनात्मा चिसलुमङ्का चुनिमा गरिसनि अनित्य दुःख अनात्मा चिसलुमङ्का चुनिमा नि सा नि थ प म म म ग म प म ग नि प म ग नि रे सा नि थ प म म ग म प म ग नि प म ग चतुर ब्रह्म विहार चुना बुद्धय शरणे वनिमा चतुर ब्रह्म विहार चुना बुद्धय शरणे वनिमा बुद्धय शरण मया शरण संगया शरण वने छिट्री शरणे बुद्धया शरण धर्मया शरण संगया शरण वने छिट्री शरणे वने छिट्री शरणे वने छिट्री शरणे। गीत चाहिँ यति नै भयो। यहाँले पनि यो शील समाधि प्रज्ञा गीत अलि विचार गरेर अलि राम्रोसँग सिकेर छिटो नै सिकिन्छ भन्ने मलाई पूर्ण आश छ। आजलाई यति नै, धन्यवाद।